हेलो भन त मलाई सोधिरहनु पर्दैन के बारम्बार त्यस्तो कुराहरू आफै मिलाएर गर न अनि त घरमा छु म बच्चा फ्यामिली हेर्नु पर्यो नि मैले अनि हेलो मिलाएर गर न मिलाएर गर के मैले तिमीलाई कतिचोटि भनिसकेँ घरमा म आएपछि फोन नगर भनेर घरमा डिस्टर्ब हुन्छ नानीलाई भनेर बच्चा छ सुत्केरी छ है घरमा अनि त फोन नगर है मिलाएर काम गर म भोलि आएर हेरिहाल्छु त्यो त्यहाँको काम त ए हो र ल ठिक छ त्यो त हामीले गरेको कामको प्रतिफल हो नि त काम गरेपछि फल त खानै पर्यो हामीले होइन लाउनुहोस् डिभोर्स पेपरमा साइन गरिदिनुहोस् ल ल अहिले फोन राख ल म पछि तिमीलाई फोन गर्छु डिभोर्स हो डिभोर्स मलाई डिभोर्स दिनुहोस् डिभोर्स के भन्दैछौ तिमी मैले के बुझ्न सकिनँ त रात दिन तपाईँको नाटक हेरेर बस्न सक्दिनँ म मेरो छोरोलाई लिएर धेरै टाढा जान्छु त्यही भएर यो डिभोर्स पेपरमा साइन गरिदिनुहोस् तिमीले मलाई नबुझेको हो कि मैले तिमीलाई नबुझेको हो डिभोर्सको कुरा चाहिँ कसरी अचानक हाम्रो बिचमा आयो तपाईँ मेरो आँखा अगाडि केटीसँग फोनमा बोलिराख्नुहुन्छ अनि यो सब म कसरी सहनु म सहन सक्दिनँ यो सब मेरो आँखाले हेर्नुभन्दा त बरु हजुरसँग डिभोर्स भएर अलग बसेकै राम्रो पहिला तिमीले मेरो कुरा राम्रोसँग सुन अनि बुझ म बाहिर कुनै केटीहरूसँग लागेर हिँडेको पनि छैन